खासमा भाटभटेनी मिनबहादुर गुरुङको मात्रै होइन, यो त सारा नेपाली उद्यमीको साझा संस्था हो। पहिले 90% विदेशी सामान हुन्थे भने अहिले ठ्याक्कै उल्टो 80% नेपाली सामान हुन्छन्, चाहे त्यो विदेशी ब्रान्डको नेपाली एसेम्बल नै किन नहोस्। पहिले काठमाडौँमा मात्रै यसको एउटा स्टोर थियो, अहिले काठमाडौँ उपत्यका लगायत देशको प्राय सबै सहरमा यसको आउटलेट छ। यसमा बाहिरभन्दा सस्तो र क्वालिटीको सबै प्रकारका सामानहरू एउटै छानामुनि उपलब्ध छ। सबै आउटलेटबाट प्रत्यक्ष रूपमा हजारौंले रोजगारी पाएका छन्, अप्रत्यक्ष त कति हो कति लाखौंमा छन्। देशमै केही गर्नुपर्छ भनेर बोलिरहन्छन्, जति नै मन दुखेको भए पनि म उठ्छु भनेर हिम्मत जुटाइरहेका छन्। यस्ता सादगी र राम्रो सोच भएको व्यक्तिको साम्राज्यमा आगो लगाउने र लुटपाट गर्नेलाई सार्वजनिक गरेर दण्ड दिनुपर्छ। यत्तिकै छाड्नु हुँदैन, राज्यले चाँडै न्याय दियोस्। आफ्नो भन्दा धेरै राज्यलाई सोच्ने यस्ता मिनबहादुरहरूलाई हामी सबैजना मिलेर जोगाउनुपर्छ र फेरि उठाउनुपर्छ। यसका लागि तपाईँ हामी सबै मिलेर कम्तीमा पनि 5 वटा योगदान गर्न अति नै जरुरी छ। पहिलो, जसले सामान चोर्नु भएको छ, लुटपाट गर्नु भएको छ, इमानदारीताका साथ सबै सामान फिर्ता गरिदिने। दोस्रो, उनका जलेको आउटलेट सरसफाई गर्न टोलवासीले निशुल्क जनस्तरमा श्रमदान गरिदिने। तेस्रो, भाटभटेनीमा सामान बिक्री गर्ने व्यापारीले केही समयका लागि थोरै मात्रै फाइदा खाएर सामान दिने। चौथो, सर्वसाधारणले कम्तीमा यो पटकको दशैं र तिहारको सपिङ भाटभटेनीमा गरिदिने। त्यसो त भाटभटेनीमा मात्रै होइन, जसको जलेको छ उहाँहरूलाई विशेष प्राथमिकता दिएर उहाँहरूकोमा सामान किनिदिने। पाँचौं, राज्यले नियतवश भाटभटेनी लुटपाटमा संलग्नलाई पक्राउ गरेर दण्ड दिने, अन्जानमा गर्नेहरूलाई माफी दिने, जस्तो कि बालबालिकाहरूलाई नैतिक शिक्षा दिएर माफी दिने। समग्रमा जसले जुन ठाउँबाट जे सहयोग गर्न सक्छौं सहयोग गरौँ। मिनबहादुर र मिनबहादुरहरू जस्तालाई जोगाउन हामी सबैजना लागि परौँ, किनभने भाटभटेनी मात्रै मिनबहादुरको होइन, भाटभटेनी त तपाईँ हामी सबैको हो।